सुमिरे टुर्स एन्ड ट्राभल्स भन्ने कसको ट्राभल्स हो? म गर्वका साथ भन्छु सभामुख महोदय, सुमिरे टुर्स एन्ड ट्राभल्स मेरो कम्पनी हो सभामुख महोदय। कुनै बेला हामी अदालतबाट निर्दोष प्रमाणित भएर संसदमा प्रतिनिधित्व गरेका छौँ, तर आज दोषी भएर आज पनि तिनै मान्छेहरू ठुलो स्वरमा यहाँ कराउँदाखेरि हाम्रो आपत्ति छ सभामुख महोदय। म सम्माननीय सभामुख महोदय, हामीले कस्तो समाज निर्माण गरेछौँ र गर्दैछौँ। यहाँ काम गरेर खानेहरूले चोरेर खानेहरूलाई जवाफ दिँदै हिँड्नुपर्ने। र सभामुख महोदय, एउटा अति महत्त्वपूर्ण, सुमिरे टुर्स एन्ड ट्राभल्स भन्ने कसको ट्राभल्स हो? विगत 10 वर्षदेखि जापानमा भिजिट भिसाका नाउँमा हजारौँ मान्छे पठाएर अरबौँ पैसा त्यहाँबाट लिएर संसदमा प्रतिनिधित्व गर्ने र संसद किनेर पार्टीबाट प्रतिनिधित्व गरेर भिजिट भिसामा बदमासी गर्ने काम भएको छ र तिनै मान्छेहरू यता कता संसदमा आएर उफ्रिने काम पनि भएको सुन्नमा आएको छ। यसमा निष्पक्ष छानबिन भएर कारबाहीको दायरा अगाडि बढ्योस् भनेर माग गर्न चाहन्छु। सम्माननीय सभामुख महोदय, समयको लागि धन्यवाद छ। हामी हाम्रो आन्दोलन जारी राखेका छौँ, यो सबैलाई जानकारी छ, भनिरहनु परेन। सम्माननीय सभामुख महोदय, हामीले कस्तो समाज निर्माण गरेछौँ र गर्दैछौँ। यहाँ काम गरेर खानेहरूले चोरेर खानेहरूलाई जवाफ दिँदै हिँड्नुपर्ने। 33 दिनदेखि भिजिट भिसाको नाममा भइरहेको मानव तस्करी विरुद्ध हामी आन्दोलनमा छौँ सभामुख महोदय, र संसदीय छानबिन समिति वा उच्च स्तरीय छानबिन आयोगको माग गरिरहेका छौँ। यस विषयलाई विषयान्तर गर्ने गरी हिजो यही सदनमा निराधार आरोप लगाउने कोसिस गरियो सभामुख महोदय। राजनीतिलाई पेसा बनाएर वर्षौँदेखि देश दोहन गरिरहनेहरूले आफ्नो पेसा व्यवसाय गरेर खानेहरूमाथि गम्भीर आरोप लगाउन पछि परेनन् सभामुख महोदय। मलाई दया लाग्छ सभामुख महोदय, 2048-49 सालतिर कोही मन्त्रीका पिए बसेर सरकारी कागजात किर्ते गरेर विदेश मान्छे पठाउने काम गरे बापत हनुमान ढोकाको चिसो छिडीमा धेरै रात बिताएकाहरू पनि आज यही सदनमा संसद भएर बसिरहेका छन् सभामुख महोदय। सभामुख महोदय, अरूलाई आक्षेप लगाउनेहरू भिसा पाए भने आफै टाप कसलान्। गर्नुहोस्, उहाँलाई मैले समय दिइरहेको छ, तपाईँले सुन्नुपर्छ। सभामुख महोदय, अरूलाई आक्षेप लगाउनेहरू भिसा पाए आफै टाप कसलान्। हो, म गर्वका साथ भन्छु, सभामुख महोदय, सुमिरे टुर्स एन्ड ट्राभल्स मेरो कम्पनी हो सभामुख महोदय। माननीय सदस्य आसन ग्रहण गर्नुहोस्। मैले समय डोल प्रसाद अर्याललाई दिएको छु। म यही देशमा केही गरेर खाने मान्छे हुँ, चोरेर खाने मान्छे होइन सभामुख महोदय। मेरो समय ठिकै चलेको छ सभामुख महोदय। अरूको घडीको समय बिग्रेको छ भने म के भनौँ सभामुख महोदय। मेरो कम्पनीमा मात्र एकजना मान्छे भिजिट भिसामा जापान होइन। गरौँ, मैले डोल प्रसादलाई समय दिएको छु, उहाँलाई 3 मिनेटको समय। संसारको कुनै देश गएको छ, हामीले पैसा लिएका छौँ र फर्केका छैनन् भने प्रमाण पेश गर्न म चुनौती दिन्छु सभामुख महोदय। होइन भने सभामुख महोदय, निराधार आरोप संसदको रेकर्डबाट हट्नुपर्छ। म यो सभामुखज्यूबाट रुलिङको माग गर्दछु सभामुख महोदय। सभामुख महोदय, कसैको सचिवालय चल्ने स्रोत घट्यो भनेर, कसैको जिल्लाको कर्मचारी पर्यो भनेर हामी हाम्रो आन्दोलनबाट पछि हट्दैनौँ सभामुख महोदय। हाम्रो आन्दोलन जारी छ सभामुख महोदय। मैले फेरि भन्छु, निराधार आरोप संसदको रेकर्डबाट हटिनुपर्छ, यो कट्नुपर्छ। म समय दिन्छु, सभामुख महोदय, 3 मिनेटभित्र आफ्नो कुराहरू राख्नुहोस्। सभामुख महोदय, आज केही मान्य सदस्यहरूको अभिव्यक्ति यहाँ सुन्न पाइयो। हामीले कुनै मान्य सदस्यको नाउँ किटान गरेर भनेका थियौँ न। चोरको खुट्टा काठभन्दा खुट्टा झिके जस्तो गरेर केही मान्यहरू प्रस्तुत हुनुभयो। आज पनि अनुरोध गर्न चाहन्छु, हामीले कुनै पनि संस्थालाई छानबिन गर्नुपर्छ भन्दा किन ठुलो डाको स्वरले संसद थर्काउन सकिन्छ महोदय। म अनुरोध गर्न चाहन्छु, कुनै बेला हामी अदालतबाट निर्दोष प्रमाणित भएर संसदमा प्रतिनिधित्व गरेका छौँ, तर आज
दोषी भएर आज पनि तिनै मान्छेहरू ठुलो स्वरमा यहाँ कराउँदाखेरि हाम्रो आपत्ति छ। सभामुख महोदय, म अनुरोध गर्न चाहन्छु, हामीले निष्पक्ष छानबिन हुनुपर्छ भनेका थियौँ। छानबिन गरौँ, दोषी छ भने कारबाही गरौँ, निर्दोष छ भने हामी उहाँलाई सफाई दिन चाहन्छौँ। सभामुख महोदय, कानुनी रूपमा आज पनि हिजो जुन म्यान पावर कम्पनीहरूमा काम गर्ने म्यान पावर कम्पनीहरूलाई दलाल मार्फत सुविधा दिने 209वटा म्यान पावर कम्पनीहरूलाई श्रम मन्त्री हुँदाखेरि अवैध रूपमा सञ्चालन गर्ने अनुमति दिने को मान्छे, को श्रम मन्त्री थियो, त्यो छानबिन गर्न म अनुरोध गर्न चाहन्छु। सभामुख महोदय, हामीले छानबिनका लागि अनुरोध गरेका छौँ। छानबिन गर्नुपर्छ भन्दा फेरि पनि भने चोरको खुट्टो काठ भन्दा फुत्त खुट्टो झिक्ने जस्तो प्रवृत्ति अन्त्य हो। सभामुख महोदय, म अनुरोध गर्न चाहन्छु, यस्ता कुरा रेकर्डबाट हटाउनका लागि भर्खरै बोलेका मान्य शब्द रेकर्डबाट हटाइयोस् भनेर अनुरोध गर्न चाहन्छु। सभामुख महोदय।